सक्दो रहेछ भनेपछि यसरी भिडियोले गराउनु चाहिँ भाइको किडनी आफ्नो किडनी ओए चक्कर हामी यहाँ मन्दिर आइसक्यौँ अहिले हामी मन्दिरको बाटोमा ब्याक क्यामेराबाट देखाउनुहुन्छ यहाँ मन्दिर ब्याक क्यामेरा बिग्रेको हुनाले अब हामी घन्टी बजार जानेछौँ जयनन्दजी महाराज क्या जुत्ता लाग्यो अहिले आउँदाखेरि होला नि 3-4 हजार त एक दिनको बाँदर साँच्चीकै बाँदरकै घर हो त अड्डा नै रहेछ बाँदरको त रात हो रात राति झन् भोटमानले एक झापट हान्ने पाटले मन्दिर दाउनेहरू झन् फोन गराउँदा भनेर एमपी बनाएको कामै लाउने हाम्रो यो के पुन्ट जस्तै छ नि होइन हावाले त हाम्रो टुङ भयो के दाउनले त मात्र लामो लाग्यो त अझै माथि हो ऊ त्यहाँ ऊ अझै सिडी चढ्नै रहेछ केबल कार हाल्दै हुन्थ्यो क्या रेस्ट गर्ने भएको म त थाकेँ त थाके परेँ बाँदरले नजिस्क्या भाइ वेलकम स्वागतम वेलकम श्री दाउने देवी मन्दिर वेलकम प्रवेश अगाडि निकालेर तिनजना फोटो कि भिडियो त्यो मन्दिर पनि ऊ पनि निकाल कुखुरा फेरिको हो होइन यहाँ त घरै देखेन नहोस् होइन फेरि परे अब धेरै नपऱ्यो कमसेकम यहाँ लिफ्ट त हाल्दै हुन्थ्यो ओए हिँडेर काम छैन म दौडिँदैछु एउटा सिडीमा शिशिर कति पाइला हुँदो रहेछ 2 3 4 5 6 पाइला 6 पाइला हुँदो रहेछ यार 6 पाइला भयो भने सिधा 112 हिँड्नुपर्छ यो मम्मी हो त बाइ हामी गयो बाइ बाँदरको चेलाहरू बाँदर मङ्की पल्टन देखेनस् यो बाख्राहरू जे पनि खान पाउँछन् यता आइज मार्ला बाँदरको साथ सल यहाँदेखि लिएर आयो भनेर बोलाएको अब भाइ हामी यता आउँछौँ तिमी उता आऊ हामीलाई केही गर्दैन कि ऊ नजिस्काउनु के हान्छ त्यो मम्मी त खतरा हो क्या ल झर्दा भर्त यहाँबाट सजिलो हुन्छ रेलीमा
सन्चै भन्ला फेरि अब मलाई त साफा पारिसक्यो है यताउता फर्काउनु स्टिकै छैन ल यार बुबु हाक ल यार बुबु हाक ल यार बुबु हाक दुध त उसो है तान्दो रहेछ रबर चाहिँ मलाई मुर्दा पागल मान्छे कति छ त है ओ पागल मर्न हो क्या हो बाँदरको हातबाट आइज छाक पनि यत्रो यत्रो ठाउँ बत्तल च्याप्पी चाम्पी एउटा अहिले त भर्तु दुईवटा सिँढी त एउटा बनाइदिएको रहेछ यहाँ त कुकुर हुनुपर्ने हो क्या लखर थियो क्या जहाँ जहाँ कुकुरको आवश्यक छैन त्यहाँ त्यहाँ कुकुर हालिदिएको अहिले आउँदाखेरि म त दौडिन्थ्यो ओ पागल रामसिंह कस्तो पागल पागल हो कि तैँले बाहिर के त बाँदर जस्तै होइन त्यो तैँले भिडियो गरेर के काम लाग्यो